म चाहिँ घर लिप्न लागेको। घर चाहिँ लिपिसक्यो। भित्र बाहिर आज पाहुना आउँदैन हुन्छ नि त। एकजना पाहुना चाहिँ अघि पुऱ्याएको, बाँकी अब खै तुम्माहरू आउने भन्दै हुनुहुन्छ, आउनुहुन्छ कि हुन्न। अब खाना बनाउनु पर्ने। खाना रेडी। काम गर्दै हुनुहुन्छ दाजु र भाइ। हाम्रो पाहुनाहरूले ल्याउनु भएको कसरी चाहिँ तुम्माले ल्याउनु भएको, मम्मीको दिदीले। चाउचाउ यो वदिन हो, सेलरोटी पनि ल्याउनु भएको छ। यो होड्यू, यो रक्सी, यो सुँगुरको फिला। कति धेरैको सेल ल्याइदिनु भएछ बहिनीलाई। है आउनुहुन्न भनेर यत्तिकै धसिङ्गारे मसिङ्गारे सबजना भर्खर खाजा खाँदै बसिरहेकोमा पाहुनाहरू आइपुग्नु भएर। फाइनली अहिले चाहिँ रातको 9:30 पनि हुन आँटेको छ। मैले चाहिँ पानी भरेर सके बल्लले। दिनभरि आज चाहिँ पानी नआएको, त्यही माथि घरमा पाहुना पनि आउनु भएको छ। मेरो बहिनी चाहिँ आज गयो अनि अरू पाहुनाहरू आज आउनु भएको छ। पाहुनाहरू चाहिँ मामाको घर जानुपर्छ तल। भोलि हाम्रोमा खाना दिने कुरा छ। पानी चाहिँ ट्याप ट्याप भरेको दिउँसोभरि आज पानीले धोका दियो। यति दुःख भयो, यति दुःख भयो। भोलि त अझ यो पिलर बनाउनु पर्ने छ, त्यही भएर पानी धेरै चाहिनेवाला छ। त्यही भएर पानी पुरा भरेर रेडी गरेर राखेको छ। आजको भिडियो यस्तै रह्यो होइन। धेरै भिडियो पनि बनाइन्छ। मेरो भिडियो हेरेर लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। टाटा, बाई बाई। अब चाहिँ सुत्न जाने ल।